भने अनि रेकर्ड गरेर हाल्छ अनि त्यो केस लाउँछ यिनीहरू दुध देखाएर आउँछ खोइ कति सजिलो छाम्नु के त्यहीँ छ नि अलिकति कपाल उता लगेर त्यो जालीबाट थोरै हात हालेर अनि बिस्तारै मुन्टा खेलाएर तल पानी झार्छ पानी झरेपछि बिस्तारै चिप्लाएर आमा ओइ ओइ हो त्यसरी ओइ बिनी सुन्न तँलाई यो हप्तामा त्यो गर्न मन लाग्यो कि लागेन गर्न मन लाग्यो यो हप्ता लाग्यो अस्तिदेखि कुरा सुनेर अनि के गरिस् तैँले छोलिस् अब औँला हालिस् केही गरिनँ म त जानिन हौ त्यस्तो गर्यो भन्छ यस्तो गर्ने हो के सुरुमा यस्तो गर्ने हो सुरु तँलाई म सिकाउँछु सुरुमा यस्तो गरे होइन यस्तो गर्ने अब हेरे म सिकाउँछु सुरुमा यस्तो हुन्छ नि त होइन यस्तो हुन्छ सुरुमा यस्तो हुन्छ अनि सुरुमा अब कोही छैन भने यहाँ चलाउने यहाँ चलाउने त्यो भुत्लामा यसो गर्ने त्यहाँबाट अलिकति तल सार्ने अनि त्यहाँबाट टिसीमा छुने टिसीमा तलमाथि गर्ने पानी आउँछ अनि तल पानी आएको फेरि माथि सोर्ने अनि माथि सोर्ने अनि त्यहाँबाट फेरि कसो कसो गरेर फेरि भित्र कस्तो आउँछ अनि भित्र अम्ला हाल्ने हो के ल पुती लडो ए सरी फोन लडो यसको फोन लडो बिनी बुझ्दैन कसरी दिनु हो यो खत्तै निक्लियो यसरी झिकेर बोक्न हामी आफै चुस्छौँ झिक्दैन ए देखिस् यसको पिरियड सकेर आएको छ मिन सकेर आयो पिरियड सकेर आयो यसले यति गर्न मन लाग्छ जाटो गर्न मन लागेको र मुखले भन्दैछ यसले ओखा त थाहा पाउँछौँ नि हामी थाहा पाउँछौँ नि हेर त अहिले यसको सुक्ख छ त्यो तातेको फलामा पानी खनाए जस्तो हुन्छ छै हुन्छ यसको तर बार्बी माइन्ड नगर न दुध राम्रो छ अरू सबै राम्रो छ यतिको दुधले त हो जाँटा बच्चा पाएर नि दुध नखुवा भन्थ्यो हौ म त दुध खुवाउने भाडामा ल्याउँथे जमनी त साँच्चै बिग्रिन्छ अरे सबै शरीर बिग्रिन्छ अरे है बच्चा पाएपछि भन्छन् है म त खुवाउँदिनँ त्यस्तो काम त गर्छु यस्तो गर्ने हो कि यस्तो गर्ने हो त्यो बच्चा पेटमा आउँदाखेरि पछाडि धेरै गर्नु हुँदैन कि पछाडि गर्नु पेट हल्लिन्छ नि त त्यो हल्लिएर त्यो पेट बिग्रिने हो कि अनि सिधै बोकेर गर्ने हो काखामा राखेर यसरी काखामा राखेर गर्ने हो त काखामा राखेर त्यस्तो भएको बेला त्यस्तो काम गर्नु हुँदैन त त्यसो भए हामी त्यो अरूलाई गरेर गर्नु कि पैसा दिएर कुन चाहिँले भन्छ जा पैसा दिन्छु अरूसँग गरेर गर भन्छ केही नगर्ने नि हौ त्यो पर्खेर बस्ने नि अब कहिले होइन तँलाई त म गर्दैन अरूले पनि गर्दैन तँले गर्दैन तेरो पेन्टीमा खेलाएर जान्थ्यो तँलाई नै खेलाउन लाउँथ्यो अनि त्यो सँगै चाट्न लाउँथ्यो तँलाई सुरुमा चाट्न लाउँथेँ एकछिन बात गरेपछि गेम खेलौँला किनभने बुढाबुढीसँगै भेट भएपछि भेट्ने बित्तिकै यसो गरेको मिठो हुन्छ के बिस्तारो खुट्टाबाट छाम्दै ब्रा पटाक ब्रा तान्दै अनि यस्तो गरेर अङ्गला मारेर बुमा कचक्क गरेर तल छाम्दै अनि मुखमा लाउँदै कहिले तल कहिले माथि अनि पछाडिबाट यसरी समातेर बुबु समात्दै घरि यता घरि उति खुट्टाबाट बिस्तारै छुँदै सिरिङ्ग हुने गरी अनि बिस्तारै यो उम्ला हालेर बिस्तारो हात लाउने बिस्तारो हात यताबाट सट्टै लाएर कुचु छुइदिने अनि भन्छ अनि फेरि बिस्तारो गर्दा पानी पारेर बिस्तारो बल्ल घैँटोमा घाम लागेपछि पानी बगेपछि दिन्छन् यिनीहरूले अनि पो गर्ने हो त अब भेटबाजा भर्खरै खोल्ला खोइ कता बतिनीमा चुकुल्ला बतिनीमा भनौँ अनि थालो गम गर अनि फ्यास झरो सुर्दो त्यो बुढाबुढीको माया हो त्यो स्वार्थ हो त्यो भनेको स्वार्थ हो के तर भन् तँलाई सुरुमा कसरी गरेको मनपर्छ कान्छी मैले त्यस्तो ट्राई नै गरेको छैन हौ म सिक्दैछु त भर्खर होइन यस्तो हुन्छ 69 गर्दाखेरि तैँले मेरो चुस्छस् म तेरो चाट्छु 69 मा डगी गर्दाखेरि तँलाई पछाडिबाट हान्छु तैँले भित्ता ठेल्छस् अनि कैँची गर्दाखेरि तैँले खुट्टा फेया गर्छस् मुनिबाट यसरी अनि त्यहाँ अनि कम्मरे चाहिँ यस्तो हुन्छ कम्मरे भनेको चाहिँ यहाँ झुन्डिन्छस् अनि म तेरो चाक बोक्छु अनि थामेर उयो हातले हल्का फालेर तलबाट ठाडो हाल्छु कम्मरे भन्छ पछाडि खुट्टाउँछन् तेरा अनि सोफामा उचाल्नै नसकेपछि के गर्नु त अनि हामी छोरा मान्छे हो जाँटा परेकोलाई बाघ पनि उचाल्छौँ सगरमाथा नि उचाल्छौँ सगरमाथा पनि त्यो दुलो भएको सगरमाथा नि केटाले उचालेर गर्थे बल आउँछ क्या त्यो बेला जोस आउँछ हेर त हामी जस्तै उसमा छिराउँछौँ त्यो जोसमा बट्टा ठेलेर ठुक्लाएर हुन्छ छिर्छ के उचाल्छौँ के सबैभन्दा सजिलो समुद्रमा हलुका हुन्छ समुद्रमा स्विमिङ पुलमा माथि उचालो आफै पानीले ठेल्छ अनि गफल्याक गर ती झार ती धोयो पखालो हिँड कति सजिलो भाइ
बिचरा कति गर्न मन लागेको नि पैसाको सत्यनाश ओ बिहा गरेरले ठ्याक हान्दै बस्नु नि मुजी बिहा गर के परेको पैसाको बिहे गर्दिन मेरो टाइम भएको छैन ओइ मसँग बिहा गर्छस् नेपाल आऊ बिहा गर्छस् तर हेर मलाई गरेपछि फर्स्टमा अनि त्यस्तो के कसले गर्छ होइन होइन सुरुमा यसो नाति है छोरी मान्छेको भाँडो गरेको नाकको दुलो जस्तो हेर अब यसको ठुलो होला मेरो 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 टिपोमा पस्दा नसोच पस्छ के यहाँ हेर नाकको दुलो छोरी मान्छेको योनि भनेको नाकको दुलो हो कान्छी आउला नि छिरो यो पनि छिरो यो पनि छिरो यो पनि छिरो यो पनि छिरो छिर्छ के तन्किन्छ के नाकको दुलो जस्तै हो तिमीहरूको कति झार्नु के ओइ तैँले अब चुसेको छैन होला त्यो चुस्दाखेरि चाहिँ हल्का नुनिलो हुन्छ है चुस्दाखेरि अब हुन त हामी नुन खान्छौँ अजिना खान्छौँ न तेल खान्छौँ त्यो चाहिँ हाम्रो शुक्र किटमा जान्छ के बिरिया फुसीमा जान्छ अन्त निस्किँदाखेरि हल्का नुनिलो हुन्छ नथुक है कहिले घाँटीमा पुग्छ त्यो कहिले कहिले त्यो चाहिँ अब लामो हुन्छ कहिले कहिले घाँटीमा पुग्छ कि त्यो नमिठो गएर घिन लागेको छ होइन त्यो तलै छिरेर चाहिँ वाकको लागेको त्यो घिन लागेर होइन मान्न होला मजा हुन्छ कि सुरुमा त मजा हुन्छ दामी हुन्छ अनि टक्क जिबरले चाट्ने टक्क चाटेपछि हल्का खेलाउने हातले टक्क चुचु गर्ने बिचरा सिकाउनु पर्यो त जान्दैन ऊ बिचरा जान्दिनँ भने सिकाउनु पर्यो मेरो के दोष हो ऊ जान्दिनँ भन्छ अनि टक्क चाटेपछि हल्का सोध्ने हो कि पहिला सल्लाह हुन्छ कि तैँले छिटो चुसी भने छिटो चाट्छु है भन्छ मैले छिटो चाट्यो भने छिटो चुस्ला भन्छ अनि त्यहाँबाट टक्क अब कतिको स्पिड हुन्छ होइन ओ अनि हल्का अनि यसरी गर्नु के कति छोल्नु के रिया लेट्स वेलकम रिया आई रेस्पेक्ट यु रिया जो भए पनि हाम्रो त रात्रिकालीन समयमा यहाँ कार्यक्रममा छौँ अनि यस्तो के हेर ओइ कान्छी सुन हाम्रो बेटा छोरा मान्छेहरूको हामीहरूले भनेको साह्रै गाह्रो भनेको बिहान हुन्छ क्या यस्तरी गर्नु मन लाग्छ बिहानमा यस्तरी उठ्छ क्या नसोचेको बल हुन्छ कि त्यहाँ छोरा मान्छेको यो जति हातमा जति पावर हुन्छ नि यो हात बरु लड्छ नि त्यो उठेको ल यसरी समातेर लडाउनु सकिन्छ यसरी गरेर तल गरेर ट्याकेर ढाप्पै हान्छ कि माथि ढाप्पै हान्छ झन्डै झन्डै पेटै फुटाउँछ अनि यताउता चलो उताउता गरो अनि त्यहाँबाट अब कसको हेरेर त अब कसको हेरेर झार्ने कङ्गु छेत्री लेडी बर्ड दीपिका छेत्री करी तामाङ छान्दै बिहान हुन्छ बरु बुढाबुढी बनाउनु सँगै बुढाबुढी बनाउनु त्यही भाँडो सँगै गरो एउटै फिलिङ्स हुन्छ तर होइन त्यो पनि सुरुमा मात्रै फिलिङ्स छ दोस्रोचोटिले आँखा चिम्लेर याद गर्नुपर्छ कुन चाहिँको याद गरेर झार्नुपर्छ यस्तो हुन्छ क्या सुन त्यो केटाहरूले सेकेन्डचोटिमा किन आँखा चिम्लिन्छ थाहा छ किन डगी गर्छ सेकेन्डमा थाहा छ अब अगाडिबाट हेर्दा त्यो गरिसक्यो अनि पछाडिबाट चाहिँ अर्कैको यादमा कि जस्तै अब मैले तँलाई हानिरहेको छु नि त्यो गिरीले याद गरेर झार्छु कि झार्दाखेरि मनमा गिरी भनिरहन्छ मनमा के मनमान है आयो ल कान्छी ल अब यसो रात पनि पऱ्यो होइन रात पऱ्यो म यस्तो अलिकति भात आउँछु भातै खान्छु नि आज मैले कति लाइभ बस्छौँ भने आज हामीले जम्मा 6 घन्टा यहाँ लाइभ बसेछौँ है 6 घन्टा लाइभ फलो गरिदिनु न गाइस फलो गरिदिनु भन्नु न 1100ले फलो गरेछौँ नयाँ फलोअर अनि 285 लाखले 2,85,00,000 लाखले हेर्नुभएछ आजको हाम्रो लाइभ भने जम्मा 14 लाखले क्याप्चर गर्नुपर्छ अलवेज रेस्पेक्ट यु थ्याङ्क यू सो मच एक त छोल्न त मन लाग्छ कान्छु एक त झारिदिन्छौ त बाबा बु मार्छौ दुध मार्छौ कसरी हौ यो लाइभ जान्छ हौ त्यस्तो काम गर्दैन हेर लाइभ त्यो बुबुको टुपी नदेखाउ र त्यो टिपुको त्यो यो देखाउनु हुँदैन के त्यो टिकटक हेर्नु पनि केटा मान्छे आउँछन् उनीहरू पनि गर्न मन लाग्छ त्यो मनले सहन नसकेर तिमीहरूको आइडी झारिदिन्छ छोरी मान्छे भए त हुन्छ त किन त्यो लाइभ सस्पेन्ड हुन्छ यसले त काबु बनाउँछ यसले छोड्नै बाध्य गराउँछ भनेर त तिमीहरूको लाइभ झारिदिन्छ के मान्छे हेरिरहेको छ उनीहरूले उहाँ टिभीमा कन्ट्रोल रुममा सिधा होस् है नचली बस्छ एकछिन ल नास है हल्का स्माइल हल्का हाँस हल्का मुखल प्लिज
मुख खोल आँगड 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 उही आँगड आँगड नाच न आँगड के होला त्यस्तो छ्या गायब कति छोल्नु के कुनै दिन ओइ कुनै दिन हाम्रो यो गुलारा कुनै दिन हाम्रो गुलारा डन्टी लास्टै आन्दोलन गर्छ होला के म विचार मात्र गर्दैछु नि कुन दिन हाम्रो गुलारा त्यो डन्टी ढोला आन्दोलन गर्छ कसम आन्दोलन गर्छ के हामीले न्याय पाउनु पर्यो गुलाले भन्छ होला हो मलाई पनि राति नै हल्लाउँछ यसले हल्लाउँछ भन्छ होला अनि डन्ठीले भन्छ होला मैले पनि न्याय पाउनु पर्यो मलाई रातभरि छोल्छ यसले दायाँ बायाँ काउकुती लाउँछ भन्छ होला कति छोल्नु के ओइ के लुगा लगाएको त्यस्तो अनि तिमीहरूले भन्थ्यो होला त्यो टिपुले आन्दोलन गर्थ्यो होला होइन कस्तो लुगा लाग्छ ओइ अनि यसले भन्थ्यो होला यसले भन्छ होला मलाई पनि कुच्चो गर्छ यसले रातैभरि गर्छ यसले भन्छ होला मलाई पनि घोज्छ काउकुती लाउँछ भनेर भन्थ्यो आन्दोलन गर्छ ओइ के रे त्यो कस्तो लुगा लगाएको हौ सानो कट्यो हौ त मैले सोधेको छु कसरी दुध छेपेको भनेको छु त यसको लुगा हेर न के होला नि यस्तै भगवान उठेर अघि पर जान हेरौँ बिचरा कसरी हाँसेको कान्छे भित्रै छिरा जस्तो हाँस्यौ त कान्छो भित्रै पसेर काउकुती लान्छ त हाँस्यौ त